हुन्छ यहाँलाई नमस्ते। हजुर नमस्ते। तपाईँको परिचय दिनुहोस् न। निरज शिवाकोटी। निरज शिवाकोटीजी। ल आज हामी दही चिउरा विशेष कार्यक्रममा छौँ। आज असार 15 नेपालीहरूले दही चिउरा असार 15 दही चिउरा खाएर मनाउँछ र तपाईँले विदेशमा चाहिँ कसरी दही चिउरा मनाउँदै हुनुहुन्छ? कसरी भनौँ, मार्केटबाट दही किनेर ल्याइयो, चिउरा किनेर ल्याइयो, भिजाइयो, खाइयो। अब यो चाहिँ एउटा संस्कारलाई जोगाउनका लागि, एउटा निरन्तरता संस्कारलाई निरन्तरता दिनका लागि खाइयो। अब खानी त कसरी भने हजुरले देखिहाल्नु, देख्ने हेर्ने खाएको हो। यसरी खाइ भनेर देखाउन अहिले सकिसक्यो। तपाईँलाई के लाग्छ यो दही असार 15मै दही चिउरा खानुपर्छ भन्ने छ कि के कस्तो छ? होइन, असार 15मै दही चिउरा खानुपर्छ भन्ने कारण चाहिँ के भन्नुहुन्छ भने यो चाहिँ असार 15 रात सबैभन्दा बढी लामो दिन हुने भनेको असार 15मै पर्छ। असार 15मा चाहिँ लामो दिन, रात छोटो हुने। यसमा चाहिँ कामलाई चाहिँ व्यापक रूपमा चाहिँ निरन्तरता दिनुपर्ने भाव र यो चाहिँ छिटो मिठो खानका लागि छिटो दही चिउरा हाल्यो, सट्टा खायो, मेलामा गइहाल्यो, काम सकिहाल्यो। मेलामा जानका लागि काम गर्नका लागि चाहिँ खाइने हो। त्यही भएर यो असार 15मै नै खानुपर्छ भन्ने कारण त्यही हो। तपाईँको नेपालमा केही अनुभवहरू छ यसरी परिवारसँग चाहिँ दही चिउरा खाएको? अनुभव त किन नहुनु, हामी नेपालकै परिवेशमा हुर्केको, नेपालमा हुर्केको बढेको, खेती किसानी गरेको, रोपाइँ गरेको, कोदो रोपेको, बिउ काटेको, हिलो खेलेको, यो अनुभवहरू हामी अत्याधिक मात्रामा छौँ। अब जति गरियो त्यति सेयर गर्न, फेस टु फेस रियालिटी देखाउन नसकिने भएर अनुभवहरू धेरै छन्। दही चिउरा आजभन्दा करिब 12 वर्ष 13 वर्ष अगाडि हामी फ्यामिलीसँग बसेर पनि खान्थ्यौँ। खाने भनेको चलाउनु कि यही बोकेर मेलामा डोकोमा बोकेर गयो, खेतमा गयो, अनि दिउँसो खाजा खाने समयमा हतार हतार खाजा खायो, मेलो मेट्नुपर्छ भन्ने कन्सेप्ट हुन्थ्यो। त्यही हो, खाइरहेको हो भनौँ। आज यो भिडियो हेर्नु हुने, देश विदेशमा रहनु हुने सबैजनालाई चाहिँ के विशेष सन्देश दिन चाहनुहुन्छ यस असार 15को बारेमा? असार 15 भनेको हाम्रो जस्तो कृषि प्रधान देशका लागि यो खाजा चाहिँ एकदमै राम्रो हुन्छ, एकदम चाँडो हुन्छ, छिटो हुन्छ। किनभने फेरि चिउरामा चाहिँ कार्बोहाइड्रेटको मात्रा अलिकति कमी पाउने भएकाले खाजा सजिलै पच्छ पनि, पचाउन पनि सजिलो हुन्छ, काम गर्न नि अलिक सहज नै हुन्छ। खाजामा एकदम राम्रो चिज हो, खानुपर्छ। दहीले पाचन प्रक्रियालाई सहज बनाउँछ, चिउरामा कार्बोहाइड्रेटको मात्रा कमी हुन्छ, शरीरलाई फ्याटनेसको मात्रा कम गर्छ। यो सबैले खानुपर्छ। तपाईँले आफ्नो अमूल्य समय दिनुभयो, त्यसको लागि तपाईँलाई धन्यवाद। हजुरलाई पनि धन्यवाद। सक्यो।